एमालेमा भन्दा बढी चाकरी, एमालेमा भन्दा बढी अरु सबै वृत्ति। अब के भन्नु, यहाँ बलात्कार भएका केस दर्ता हुँदैन, यहाँ सरकारी उकिल सबै मुद्दा जति फिर्ता लिने, देश बेच्ने। त्यसले गर्दाखेरि हाम्रो अभियान अघि बढ्छ र उचित समय, सही समय आएपछि म आन्दोलनको घोषणा गर्छु। त्यतिखेर सम्पूर्ण देशमा रहनुभएका, विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइहरूलाई सडकमा निस्किनलाई म आह्वान गर्दै 25 गते जुन काठमाडौँवासी, भक्तपुरवासी, ललितपुर, कीर्तिपुरवासी, काठमाडौँ उपत्यकाका जो 7 दिन हुने सम्पूर्ण, मैले भनेको थिएँ काठमाडौँबाट चाहिँ निस्केनन्, काठमाडौँबाट निस्केनन् भन्दा मलाई त्यहाँ धेरैजनाले भने हामी काठमाडौँबाट आएको दाइ तपाईँको कुरा सुनेर अब हामी निस्क्यौँ भनेर भन्नुभयो। म विशेष गरेर काठमाडौँवासी, काठमाडौँ उपत्यकावासी, 4वटा जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरका सम्पूर्ण नेवार समुदाय र सम्पूर्ण यहाँ बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई त्यो दिन उदारतापूर्वक आफ्नो देश जोगाउन आउनुभएको, आफ्ना प्यारा राजाको स्वागत गर्न आउनुभएको र शोभा बढाइदिनु भएकोमा तपाईहरूलाई मुरी धन्यवाद दिन चाहन्छु, हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईहरूले गरेको यो मेहनत दुर्गा प्रसाई भोलि व्यवस्था परिवर्तन गरेर ठाउँमा आयो भने तपाईहरूका आँखाबाट आँसु झर्न दिन्न। ती झरेका आँसु म आफ्नो हात लिएर थाप्न जान्छु। म गफ गरेर हिँड्दिन, म त्यो मान्छे हुँ। त्यो भन्दै बिदा लिन चाहन्छु। धन्यवाद। एमालेमा भन्दा बढी चाकरी, एमालेमा भन्दा बढी अरु सबै वृत्ति। अब के भन्नु, यहाँ बलात्कार भएका केस दर्ता हुँदैन, यहाँ सरकारी उकिल सबै मुद्दा जति फिर्ता लिने, देश बेच्ने। त्यसले गर्दाखेरि हाम्रो अभियान अघि बढ्छ र उचित समय, सही समय आएपछि म आन्दोलनको घोषणा गर्छु। त्यतिखेर सम्पूर्ण देशमा रहनुभएका, विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइहरूलाई सडकमा निस्किनलाई म आह्वान गर्दै 25 गते जुन काठमाडौँवासी, भक्तपुरवासी, ललितपुर, कीर्तिपुरवासी, काठमाडौँ उपत्यकाका जो 7 दिन हुने सम्पूर्ण, मैले भनेको थिएँ काठमाडौँबाट चाहिँ निस्केनन्, काठमाडौँबाट निस्केनन् भन्दा मलाई त्यहाँ धेरैजनाले भने हामी काठमाडौँबाट आएको दाइ तपाईँको कुरा सुनेर अब हामी निस्क्यौँ भनेर भन्नुभयो। म विशेष गरेर काठमाडौँवासी, काठमाडौँ उपत्यकावासी, 4वटा जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरका सम्पूर्ण नेवार समुदाय र सम्पूर्ण यहाँ बस्ने दाजुभाइ दिदीबहिनीहरूलाई त्यो दिन उदारतापूर्वक आफ्नो देश जोगाउन आउनुभएको, आफ्ना प्यारा राजाको स्वागत गर्न आउनुभएको र शोभा बढाइदिनु भएकोमा तपाईहरूलाई मुरी धन्यवाद दिन चाहन्छु, हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईहरूले गरेको यो मेहनत दुर्गा प्रसाई भोलि व्यवस्था परिवर्तन गरेर ठाउँमा आयो भने तपाईहरूका आँखाबाट आँसु झर्न दिन्न। ती झरेका आँसु म आफ्नो हात लिएर थाप्न जान्छु। म गफ गरेर हिँड्दिन, म त्यो मान्छे हुँ। त्यो भन्दै बिदा लिन चाहन्छु। धन्यवाद।